मैले चाहिँ आज तपाईहरुलाई सोशल मिडियाबाट पैसा कसरी कमाउने भन्ने विषयमा चाहिँ थोरै कुरा गर्न आएको छु। मैले विगत 2-3 महिनादेखि यो सोशल मिडियामा हेर्दै आएको छु कि यो फेसबुकबाट यति पैसा कमाइयो, युट्युबबाट यति पैसा कमाइयो, टिकटकबाट यति पैसा कमाइयो। अनि मैले तिनी भिडियोहरु हेर्दा एउटा कुरा चाहिँ मैले सिकेँ कि यो धेरै सजिलो रहेछ यो पैसा कमाउनलाई, धेरै सजिलो। अनि मैले त्यही भएर हिजो मैले एउटा प्रयास गरिरहेको थिएँ कि 24 घण्टा भित्रमा मैले कति पैसा कमाउँछु भनेर। अनि मैले आज त्यो रिजल्ट बताउँछु तपाईलाई। त्यो 24 घण्टा भित्रमा चाहिँ मैले लगभग नेपाली 50,000 जति कमाएँ। लगभग त्यो नेपाली 50,000 जति कमाएँ। अनि मेरो डाइरेक्ट बैंक एकाउन्टमा आयो पैसा चाहिँ है, नेपालको बैंक एकाउन्टमा आयो। अनि म गएँ, बैंकमा गएँ। झिक्न जाने बेलामा चाहिँ मेरो निद्रा खुल्यो, सपनामा रहेछु। अनि आज चाहिँ मैले त्यही कुरा शेयर गर्न आएको हो। धन्यवाद।